म बडो गर्वको साथ तपाईहरुको अगाडि भन्न सक्छु कि अहिले 99% जनताको घरमा बिजुली पुगेको छ। म तपाईहरुलाई विश्वास दिलाउन सक्छु। एक थान सांसद म जहाँबाट नि जित्छु नेपालमा, म मात्रै हो अहिले नेपालमा एउटा नेता जो जहाँ गएर नि चुनाव जित्छ। अरु कसैको ताकत देखिया छैन अहिलेसम्म। अहिले गएका छन् 2-4 जना हेरम, काठमाडौँको मेयर झापाको 5 मा गएका छन्, हेरौं के हुन्छ। अनि 4 नम्बरको चाहिँ गगन थापा सर्लाहीको 4 नम्बर गएका छन्, हेरौं के हुन्छ। अहिले त पछि प्रचण्डकै पछि अरु हिँड्न थालेका छन्, आफ्नो क्षेत्र छोड्दै अन्त जान थालेका छन्। प्रचण्ड त एउटा उद्देश्य लिएर गएको छ जति बेला जाँदा पनि। र अहिले रुकुम आउनु पनि यहाँको विकास र समृद्धि मार्फत देशैभरि एउटा सन्देश दिने उद्देश्यले म तपाईहरुको अगाडि छु। म फेरि पनि भन्छु, यो मेरो लागि नयाँ ठाउँ हुँदै होइन, यो मेरो कर्मथलो हो जहाँ मैले जनयुद्धको ठुलो प्रयोग गरेर देशमा गणतन्त्र स्थापनाको आधार बनाएँ। त्यहाँ मलाई गर्व छ तपाईहरुको उम्मेदवारको रूपमा खडा हुँदा। र अब यहाँ आइसकेपछि मैले अघि नै सुरुमा भने जहाँ गयो विजय उत्सव जस्तो देखाएको छु मैले, चुनाव जस्तै लागेको छैन, भोट माग्न हिँडे जस्तै लाग्दैन भने जस्तै तपाईहरुको भरोसा धेरै माथि मैले देखेको छु। र मैले के महसुस गरेँ भने यहाँको निम्ति सबभन्दा बढी आवश्यकता सडक सञ्जाल नै हो। मध्य पहाडी लोकमार्गलाई स्तर उन्नति गर्ने र सधैँ चल्ने बनाउने, शहीद मार्ग जसलाई जनयुद्धको बेलामा मैले नै प्रस्ताव गरेको मार्ग हो, त्यो अहिले राज्यले त्यसको स्वामित्व लिएको छ। त्यसलाई हामीले पक्की सडकमा विकसित गर्ने र हुकाम मैकोट मात्रै होइन सहरतारा हुँदै चीनको बोर्डरसम्म जोड्ने, यसले लाइफलाइन जस्तो हुन्छ रुकुम पूर्वको लागि मध्य पहाडी र यो चाहिँ शहीद मार्ग। त्यसको साथै यहाँ अनेक ठाउँमा सडक मार्ग नै सबभन्दा बढी जनताको माग र त्यो सडक मार्गलाई सहज बनाउन पुलहरू निर्माणको माग।